त्यहीबाट उम्रिँदै गर्नुभयो एउटा कमलको पुस्तक पनि अहिले श्री लक्ष्मी वेङ्कटेश मन्दिर हजुर गौशालामा त्यहाँको गुरुको पनि प्राचार्य हुनुहुन्छ हाम्रा भाइ युवा अहिले युवा पुस्तामा छोटो अवस्थामा 35 वर्षमा बालेन्द्रले प्रधानमन्त्री खा जस्तै होइन 17, 18, 19 वर्षको उमेरमा नि उहाँले पनि प्राचार्य खानुभएको हुनाले किनकि विश्वास नभइकन पुरुषोत्तम स्वामीले पक्का पनि राख्नु भएन आचार्य पुरुषोत्तम स्वामीले पक्का पनि राख्नु विश्वासले होइन होला सर्टिफिकेट हुन्छ होला कति थियो होला कस्तो थियो होला स्वामीले हरेक कुरा विचार गर्नुभयो होला त्यसैले प्राचार्यको पद सम्हाल्नु दिनुभएको छ त्यो भएको हुनाले अब प्राचार्यको पदलाई सम्हाल्दै गर्नु भएको छ विद्यार्थी धेरै विद्वान निकाल्ने उद्देश्य राखेर अब भगवानको शरणागत भएको जीवात्माले मुक्ति पाउँछ कि पाउँदैन त्यो शरणागत भएको जीव मोक्ष हुँदैन हामी प्रसङ्गमा अब वैकुण्ठ यात्रा महोत्सवको प्रसङ्गमा अबको कथाको प्रवचन हाम्रा प्यारा भाइ श्री अनुज होइन भतिज नवीन गौतमजीलाई केही आफ्ना हाफ शब्दहरू पुष्पाञ्जलीहरू समर्पण गर्छु जय श्री भक्तवत्सल भगवानको श्रीशैलेशदया पात्रं धीभक्त्यादिगुणार्णवं यदीन्द्र प्रवणं वन्दे रम्यजा मातरं लक्ष्मीनाथ समारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्परां यो नित्यमच्युतपदां भुजयुग्मरुक्मव्यामो अधस्तदितराणि त्रीडाय मेने अस्मद्गुरोर्भगवतोऽस्य दैकसिद्धोः रामानुजस्य चरणं शरणं प्रपद्ये अखिलेय प्रत्यनीक कल्याणी कथानस्वेतर समस्त वस्तु दक्षिणानाय श्री वैकुण्ठनाथ भगवानको दिव्य सन्निधिमा रहेर वत्स गोत्रका समस्त हाम्री माता वत्स गोत्रिया पुरुषोत्तम राज श्रीनिवास रामानुजदासी माताको त्रिदिवसीय वैकुण्ठ उत्सवको आज अन्तिम सत्रमा हामी सबैजना उपस्थित छौँ। यत्र आचार्यहरूको उपस्थिति यहाँ रहेको सर्वप्रथम परमादरणीय परम पूजनीय उभय वेदान्त प्रवर्तक आचार्य श्री स्वामीजी महाराजको चरणारविन्दमा साष्टाङ्ग प्रणति दास गर्न चाहन्छु। त्यसै गरी हाम्रा माझमा उपस्थित हुनुभएका 18 पुराणका प्रवक्ता सर्वशास्त्र विशारद श्री इन्दिरा रमण आचार्य स्वामी महाराजको पनि चरणारविन्दमा साष्टाङ्ग प्रणति गर्दै त्यसै गरी यहाँ उपस्थित हुनुभएका प्रखर वक्ता भागवत भूषण श्री हरिकृष्ण स्वामी महाराज तथा समस्त उपस्थित हुनुभएका सम्पूर्ण भक्त भागवतहरू त्यसै गरी परम विद्वान श्री स्वामी महाराजहरूको चरणारविन्दमा साष्टाङ्ग प्रणति गर्दै स्वामी महाराजहरूले अवसर दिइबक्सेको छ। बाबु तिमी पनि केही बोल तिम्रो पनि अवसर हो भनेर उहाँहरूले प्रदान गरिबक्सेको दासलाई आउँ अब 2 मिनट भगवत नाम संकीर्तन गरेर हामी केही मिनट कालक्षेप गरौँ। नारायण दीन दयाल रे भज राधे गोविंद 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 राधे गोविंद 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 भज राधे गोविंद केशव बलि मलहर रे भज मन राधे गोविंद केशव बलि मलहर रे भज मन राधे गोविंद दशरथ नंदन राधे गोविंद दशरथ नंदन राधे गोविंद दशरथ नंदन राधे गोविंद दशरथ नंदन राधे गोविंद वृंदावन चंदन राधे गोविंद वृंदावन
राधे गोविन्द केशव कलि मलहारे भज मन राधे गोविन्द नारायण दीन दयाल रे भज मन राधे गोविन्द वत्सल भगवान को नाथ भगवान को स्वामीज्यू महाराज को वास्तवमा स्वामी महाराजले बताइबक्स्यो वैकुण्ठ उत्सवको विशेषताका बारेमा। वास्तवमा हेर्नुहोस्, जुन यो सत्सङ्ग आज हामीलाई प्राप्त भएको छ, यो सत्सङ्ग भनेको माता पुरुषोत्तमीका कारणले आज यो सत्सङ्गलाई हामीले प्राप्त गरेका छौँ। किन त भन्दा माता पुरुषोत्तमी शरणागत नभइदिनु भएको भए आज हामीले यो वैकुण्ठ उत्सवलाई प्राप्त गर्ने थिएन। जसो त आचार्यहरूले के बताउनुहुन्छ, शास्त्रहरूले के बताउँछन्, संसारमा धेरै कुरा त्यसै प्राप्त हुन्छन् अरे। हेर्नुहोस् है, हामी सोध्छौँ नि कहिलेकाहीँ हामीलाई लट्रीहरू चिट्ठाहरू आइलाग्छ, ओहो मेरो त कत्रो ठुलो भाग्य रहेछ अनि मलाई आइलाग्यो चिट्ठा भन्छन्। हेर्नुहोस्, वास्तवमा शास्त्रहरूले के बताउँछन् त भन्दा ठुलो भाग्यको उदय त्यतिखेर भएको थाहा पाउनु अरे। कतिखेर त भन्दा जतिखेर हाम्रा आचार्यहरूको सन्निधि हामीलाई प्राप्त हुन्छ। भाग्योदय न बहुजन्म समर्जितेन सत्सङ्गमं च लभते पुरुषो यदा वै अज्ञान हेतुकृत मोहमदान्धकार नाशं विधाय तदोदयते विवेकः। त शास्त्रहरूले के बताउँछन् भने यो सत्सङ्ग हामीलाई त्यसै प्राप्त भएको छैन। अनेक जन्म जन्मान्तरदेखि जब पुण्य सञ्चय हुँदै 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 आउँछ त मात्र यस्तो सत्सङ्गलाई हामीले प्राप्त गर्दछौँ। हेर्नु, सत्सङ्ग प्राप्त गर्नाले के हुन्छ त नीतिकारहरूले बताउनुहुन्छ नि, ततां सङ्गति सत्सङ्गः। हेर्नु, सत्सङ्ग प्राप्त हुनाले के हुन्छ भन्दा घिटोपी सुमन सङ्गात आरोहति सतां शिरः। एउटा सामान्य किरोले पनि एउटा फुलको सङ्गत गर्यो भने कहाँ पुग्न पाउँछ? भगवानको शिरमा पुग्न पाउँछ। त्यसै गरी हामी पनि हेर्नुहोस्, आचार्यहरूको सङ्गत, स्वामी महाराजहरूको सङ्गत हामीले गऱ्यौँ भने अवश्य पनि हामीले भगवानलाई प्राप्त गर्न सक्छौँ। त हेर्नुहोस्, शास्त्रकारहरूले बताउनुहुन्छ सत्सङ्गको फल के हो त? सत्सङ्गको फल भनेको विवेक उदयते तदोदयते विवेकः। त विवेक भन्ने शब्द छ, हेर्नुहोस्, विवेक भन्ने शब्दको अर्थ हुन्छ केवल ज्ञान मात्रै विवेक होइन अरे। त विचिर पृथक भावे भन्ने एउटा संस्कृतमा धातु छ। त त्यो धातुको अर्थ के हुन्छ भन्दा पृथक भाव। विवेक भनेको के हो त भन्दा के कुरा गर्नुहुन्छ, के कुरा गर्नु हुँदैन, थाहा पाउने जुन यो तत्त्व छ, थाहा पाउने यो जुन विशिष्ट बुद्धि छ, त्यसलाई भन्छ विवेक। त हेर्नुहोस्, विवेक सबैको उदय हुँदैन अरे। सारा संसारमा प्राणीहरू छन्, सारा संसारमा रहेका प्राणीहरूमा ज्ञान चाहिँ छ, खानुपर्छ भन्ने ज्ञान छ होइन, सुत्नुपर्छ भन्ने ज्ञान छ, आफ्नो बच्चाको रक्षा गर्नुपर्छ भन्ने ज्ञान छ, तर के छैन? विवेक छैन। त हेर्नुहोस्, सत्सङ्गले के प्राप्त हुन्छ त भन्दा विवेकको उदय हुन्छ भनेर आचार्यहरूले बताउनुहुन्छ। त सत्सङ्गको फल भनेको विवेकको उदय मात्र हो। यदि संसारमा हामी आएर केवल खानमा, केवल सुत्नमा, केवल उठ्नमा, सन्तान जन्माउनमा मात्रै हामी लाग्यौँ भने के हुने रहेछ? हाम्रो पनि गति त्यही पशुको जस्तै हुने रहेछ। आहार निद्रा भय मैथुनं च सामान्यमेतत् पशुभिर्नराणाम् धर्मो हि तेषाम् अधिको विशेषः धर्मेण हीना पशुभिः समानः। संसारमा आएर केवल खानकै लागि मात्र यत्न गर्छ, धन सम्पत्ति जोड्नका लागि मात्र यत्न गर्छ, सन्तान जन्मका लागि मात्रै यदि यत्न गर्छ भने त्यो पशु नै हो। त हामी पनि पशु हो त भन्दा होइन रे। किन पशु होइन भन्दा हामीमा विवेक भन्ने एउटा तत्त्व छ। त विवेक मैले अघि भने विवेक विचिर पृथक भावे
धर्म र अधर्मको ज्ञान गर्न सक्ने शक्ति हामीमा छ भनेर शास्त्रकारहरूले आचार्यहरूले बताउनुहुन्छ। हेर्नुहोस्, त्यही ज्ञान प्रदान गर्नका लागि भगवानले हामीलाई पहिलेदेखि नै कृपा गर्नुभयो। भागवतमा बताइन्छ नि, सुरुमा कसलाई कृपा गर्नुभयो त भन्दा ब्रह्माजीलाई कृपा गर्नुभयो। के दिएर भन्दा ज्ञान दिएर। ब्रह्म देने, वेद भनेको ज्ञान प्रदान गर्नुभयो। कसका लागि भन्दा जीवकै कृपाका लागि भगवानले वेद प्रदान गर्नुभयो। त हेर्नुहोस्, शास्त्र भनेको के हो त भन्दा, शास्त्र किन भने भन्दा शासनात् शास्त्र विद्याहु हो। हामीलाई शासन गर्ने हुनाले यिनको नाम शास्त्र हो। त हाम्रो मुख्य शास्त्र के हो त भन्दा हाम्रो मुख्य शास्त्र भनेको केवल वेद नै हो। जसरी एउटा देशमा संविधान हुन्छ नि, त्यो संविधानको दायरामा रहेर हामीले काम गर्नुपर्छ। संविधानदेखि विपरीत हामीले काम गर्यौँ भने के हुन्छ, हामीले सजायलाई भोग्नुपर्छ। त हाम्रो संविधान भनेको के हो त भन्दा वेद हाम्रो संविधान हो। वेदाः श्वासा भगवतः, साक्षात् भगवानका वाणी नै हुन् भनेर बताउनुहुन्छ शास्त्रहरूले। त हेर्नुहोस्, आचार्यहरूले जो भगवान हुनुहुन्छ, भगवानले अनेक प्रकारका आचार्यको रूपलाई धारण गरेर सुरुदेखि नै हामीलाई कृपा गर्न आइरहनुहुन्छ। कहिले को आचार्य बन्नुहुन्छ, कुनै ग्रन्थ प्रतिपादन गर्नुहुन्छ, आउनुहुन्छ। त हेर्नुहोस्, त्यो वेद नाम गरेको ग्रन्थ छ, त्यसलाई नै प्रतिपादन गर्नका लागि, त्यसलाई नै वेदोपबृंहय, वेदलाई उपबृंहण गर्नका लागि, व्याख्यान गर्नका लागि अनेक प्रकारका ग्रन्थहरू बनेका छन्। जस्तै श्रुति वेद भयो, स्मृति ग्रन्थहरू छन्, वशिष्ठ स्मृति, पाराशर स्मृति, अनेक प्रकारका स्मृति ग्रन्थहरू छन्, इतिहासहरू छन्, पुराणहरू छन्। यी सबै के हुन्छ भन्दा वेदकै अर्थलाई प्रतिपादन गर्नका लागि आएका हुन् भनेर आचार्यहरूले बताउनुहुन्छ। त हेर्नुहोस्, जति पनि शास्त्र छन्, शास्त्रको सार भनेको के हो त? आचार्य स्वामी महाराजले बताइबक्स्यो, शास्त्रको सार भनेको के हो? भागवतमा पनि बताइन्छ नि, जीवस्य तत्त्व जिज्ञासा नार्थो यश्चेह कर्मभिः। संसारमा आएपछि खानु होइन रे हाम्रो लक्ष्य, धन सम्पत्ति कमाउनु पनि हाम्रो लक्ष्य होइन रे। के हो त भन्दा आत्म तत्त्वलाई जान्नु, त्यो तत्त्वलाई जान्नु। जीवस्य तत्त्व जिज्ञासा, त्यही तत्त्वलाई नै ज्ञानीहरूले के भन्छन्? परब्रह्म भन्छन्। योगीहरूले अर्कै भन्छन्, भक्तहरूले के भन्छन्? भक्तहरूले भगवान भन्छन्। त बताउनुहुन्छ, हेर्नुहोस्, वास्तवमा जीवनको सार भनेको के हुन्छ भन्दा भगवानको त्यो चरणारविन्दलाई प्राप्त गर्नु, त्यो तत्त्वलाई जान्नु भनेर बताउनुहुन्छ। त्यो तत्त्व भनेकै सुरुमा भागवतमा हामीले श्रवण गरियो नि, सुरुमा भागवत श्रवण गरिया छ, सत्यम परम धीमहि। त्यही सत्यलाई पत्ता लगायो भने पुग्यो। त वैकुण्ठ भगवानको नाम के हो? सत्य। वैकुण्ठ विगता कुण्ठा, यसमा जहाँ पुगेपछि कुनै प्रकारका इच्छा छैनन्, कुनै प्रकारका आकांक्षाहरू छैनन्। त स्वामी महाराजहरूले बताइबक्सन्छु भागवतको प्रवचन गर्दाखेरि, सत्य भनेको के हो त भन्दा हेर्नु, सत्य भनेको त्यो परम तत्त्व हो। कस्तो परम तत्त्व? जुन अपरिवर्तनशील छ, जसमा कुनै प्रकारका क्षोभहरू उत्पन्न हुँदैनन्, कुनै प्रकारको विकार जसमा छैन, त्यो हो सत्य, अपरिवर्तनशील। त हेर्नुहोस्, यो शरीर सत्य हो त भन्दा शरीर सत्य होइन। आजभन्दा 10 वर्ष अगाडि हामी जस्तो थियौँ, आजभन्दा 10 वर्ष अगाडि जस्तो थियौँ त्यस्तो छौँ त आमा? छैनौँ नि हामी। आमा जमानामा कति राम्रै हुनुहुन्थ्यो होला, अहिले अब गाला चाउरी पर्न थालिसक्यो। सत्य के होइन रहेछ? शरीर सत्य होइन रहेछ। हेर्नुहोस्, सत्य के रहेछ त भन्दा त्यो भित्र रहेको जुन अन्तर्यामी छ, त्यो नै वास्तवमा सत्य हो। त्यही सत्यको खोजी गर, त्यही सत्यको अवस्थामा तिमी पुग, त्यति पुग्यो भने वैकुण्ठ प्राप्त भयो भनेर आचार्यहरूले बताइबक्सन्छ। हेर्नुहोस्, शास्त्रहरूले पनि के बताउनुहुन्छ भन्दा जब हामी सबैले अनुभव गरेका छौँ, जब हामी सत्यको अवस्थामा पुग्छौँ, सत्यको अवस्थामा पुग्दाखेरि हामीलाई कुनै प्रकारको टेन्सन हुँदैन, कुनै प्रकारको चिन्ता त्यतिखेर हुँदैन अरे। जब हेर्नुहोस्, यो मन जब यो संसारमा छ, संसारमा मन हुँदाखेरि के छ? अनेक प्रकारका चिन्ता पनि यही छन्। मेरो छोरीको बिहे भएन भन्ने पनि चिन्ता यही नै रहेछ। मेरो छोरो पढेन, यसलाई पढाउनु पर्नेछ, चिन्ता यही छ। बल्ल छोरो पनि भएको छैन, छोरो जन्माउनु पर्नेछ, चिन्ता यही छ। हेर्नुहोस् है, जब मन संसारमा छ, अनेक प्रकारका चिन्ता नै चिन्ता, अनेक प्रकारका डिप्रेसन, एन्जाइटी, हेर्नुहोस् यही संसारमा छ। त जब हेर्नुहोस् त्यो मन आत्मामा पुग्छ नि, सत्यको अवस्थामा पुग्छ नि, त्यो सबै हामीले अनुभव गरेका छौँ। कतिखेर भन्दाखेरि जब हेर्नुहोस् है, हामी ओछ्यानमा सुत्छौँ, ओछ्यानमा हामी सुत्दै गर्दाखेरि हामीलाई थाहा हुन्छ, देश पनि थाहा हुन्छ, काल पनि थाहा हुन्छ, व्यक्ति पनि थाहा हुन्छ। जब सुतिन्छ, हेर्नुहोस्, सुत्दै गर्दाखेरि
छातीमा हात राखिन्छ, म त फलानु, म दाहाल, म फलानुको शिष्य, म फलानु घरमा फलानु देशमा भन्ने जब थाहा हुन्छ हेर्नुहोस् है, बिस्तार बिस्तार जब हामी निद्राको अवस्थामा पुग्छौँ, बिस्तार बिस्तार अब यो मन संसारबाट के हुन्छ, डिट्याच भइसक्छ, छुँदैन संसारमा मन। त्यो मनले संसारमा जब बिस्तार बिस्तार छुन छोड्छ नि हेर्नुहोस् है, बिस्तार बिस्तार हामी निदाइरहेका हुन्छौँ, आनन्द हुन्छ। अब त्यो मन कहाँ छैन, संसारमा छैन, त्यो अवस्थामा हामीले के हुँदैन, कुनै प्रकारको टेन्सन हुँदैन। हेर्नु संस्कृतमा एउटा शब्द छ स्वपिति भन्ने शब्द छ। त स्वपिति भन्ने शब्दले बताउँछ सुत्नु अरे। हेर्नुहोस् है, त सुतेको अवस्थामा चाहिँ हामी त्यो सत्यको अवस्थामा पुग्छौँ, यानि कि आत्माको अवस्थामा पुग्छौँ, आफूले आफूलाई भेटेका हुन्छौँ भने। संसारमा हुन्छौँ, संसारमा बोल्दाखेरि, संसारमा कुद्दाखेरि, संसारमा हिँड्दाखेरि केवल हामी संसारमै रहन्छौँ, संसारतिर हाम्रो मन हुन्छ। जब हामी सुतेको अवस्थामा हुन्छौँ, स्वम अपित, स्वम भनेको आफूतिर, अपित भनेको फर्किएको अवस्था। त्यो सुतेको अवस्था के हो त भन्दा आफूतिर फर्किएको अवस्था। हेर्नुहोस् है, त्यो अवस्थामा हामीलाई के हुन्छ त भन्दा आनन्द हुन्छ। जब कसरी हामीले थाहा पाउँछौँ भन्दा हामी प्रगाढ निन्द्रामा जब सुतेर उठ्छौँ नि, हेर्नुहोस् सुतेर उठ्दाखेरि हामीलाई के हुन्छ भन्दाखेरि आहा मलाई त कस्तो आनन्द आयो भन्छ। हेर्नुहोस् है, त्यतिखेर हामीले आनन्दलाई अनुभव गरेका हुन्छौँ। किन भन्दा त्यतिखेर संसार छैन, त आफूले आफूलाई भेटेको अवस्था हो। त शास्त्रले के बताउँछन् भन्दा त्यही अवस्थामा तिमी पुग न। त्यसो भए त सुत्नु त भन्दा सुत्नु होइन, सत्यलाई जान्नु भनेको के होइन, सुतेर सत्यलाई प्राप्त गर्नु भने होइन। तिमी जाग्दा जाग्दै त्यो सत्यको अवस्थामा पुग, जाग्दा जाग्दै पनि तिमी सत्यलाई जानिराख, सत्यलाई अनुभव गर। त बताउनुहुन्छ हेर्नुहोस्, स्वस्वरूप आत्मस्वरूपको जब ज्ञान हुन्छ नि त अवश्य पनि परमात्मा स्वरूपको ज्ञान हुन्छ। त्यस कारणले हेर्नुहोस्, सारा शास्त्रले बताएको सार नै यही हो। आचार्यहरूले बताएको त्यही सत्यलाई जान्नुपर्छ। त्यो सत्य नै यो वास्तवमा संसारको सत्य हो भनेर बताउनुहुन्छ। हेर्नुहोस्, सबै प्रकारका जो जति पनि शास्त्रहरू छन्, सबै शास्त्रले हामीलाई सिकाउने भनेको सम्बन्ध भगवानसँगको सम्बन्ध हो नि। सबै शास्त्रले हामीलाई सिकाउने संसारमा आएपछि हेर्नुहोस्, यो जीव अनेक प्रकारको पाप, स्वामी महाराजले भनेको छ वैष्णव भएपछि नरक जानु पर्दैन, र जो वैष्णव भएको छैन अनेक प्रकारका नरकलाई उसले भोग्नुपर्छ। हेर्नुहोस्, 84 लाख प्रकारका नरकै मात्र छन्। हेर्नुहोस् के हो त 84 लाख नरक भन्दा स्थावरम विंशतिर्लक्षम जलजम नवलक्षकम कृमिश्च रुद्रलक्ष्यम च दशलक्ष्यम च पक्षिणः 30 लक्षम पशूनां च 4 च वानराः ततो मनुष्यतां प्राप्य शुभ कर्माणि साधयेत्। हेर्नुहोस् है, अब गरुड पुराणहरू छ, हामी त वैष्णव भएपछि जानु पर्दैन। वैष्णव भएपछि अनेक प्रकारको कुकृत्य गरौँ भने पनि भगवानले फेरि याम्य गति नदिएर गर्व गति दिनुहुन्छ, भगत स्वामी महाराजले बताइरहेको छ। तर जो वैष्णव भएको छैन हेर्नुहोस्, त्यसले संसारमा आउँछ, अनेक प्रकारका पाप कुकृत्यहरू गर्छ, अन्तिममा यमराजका पार्षदहरूले उसलाई पकाडेर यमराजको लोकमा लिएर जान्छन्। हेर्नुहोस्, अनेक प्रकारका दुःख, अनेक प्रकारका पीडाहरू त्यहाँनिर दिन्छन्, अनेक प्रकारका नरकहरू छन्। जस्तो जस्तो कर्म उसले गरेको छ त्यही कर्मको फल उहाँ गएर भोग्छ। जब कर्मको फल भोगिसक्छन् हेर्नुहोस्, त्यसै मानव भएर जन्म लिन पाउँदैन अरे। आचार्यहरूले बताउनुहुन्छ, शास्त्रले बताउनुहुन्छ, मानव भएर त्यसै जन्म लिन पाउँदैन। जब त्यो नरकको अनेक प्रकारका भोगहरू भोग्छ भोग्छ भोग्छ, अब भोगेपछि अब भगवानले कृपा गर्नुहुन्छ अरे, अब यसलाई म 84 लाखमा पठाइदिन्छु। हेर्नुहोस्, 84 लाख पनि यति समय बित्छ त्यो 84 लाख योनिमा जाँदाखेरि। स्थावरम विंशतिर्लक्षम 20 लाख त हेर्नुहोस् स्थावर भनेको रुख बिरुवा भएर जन्म लिनु पर्यो। त्यसमा पनि नीच रुख बिरुवा हुँदै हुँदै उच्च रुख बिरुवासँग कति योजन वर्ष बित्छ, कति काल बित्छ, गरुड पुराणमा त्यहाँ बताएको छ। अनेक संवत्सर, अनेक कालहरू त्यहाँ बित्छन् भनेर बताएको छ। हेर्नुहोस्, 20 लाख त रुखै मात्र भएर जन्म लिनु पर्यो मानव जीवन प्राप्त गर्नलाई। 20 लाख रुख भएर, रुख बिरुवा भएर जन्म लिनु पर्यो। 30 स्थावरम विंशतिर्लक्षम जलजम नवलक्षकम। त्यस पछाडिबाट अनि बल्ल जलज प्राणी भएर जन्म लिनुपर्छ उसले। जलज प्राणी भएपछि अब फेरि मनुष्य हुन पाइन्छ कि भन्दा त्यो पनि हुन पाइँदैन, रोटेसन घुमिराख्नुपर्छ अरे। जलजम नवलक्षकम कृमिश्च रुद्रलक्ष्यम च, किरा फटाङ्ग्रा भएर 11 लाख योनि कटाउनु पर्छ। हेर्नुहोस् है, हिसाब गर्नुहोस् है कति भयो। स्थावरम विंशतिर्लक्षम जलजम नवलक्षकम 29 भयो, 29 र 11 कति भयो, 40 भयो। कृमिश्च रुद्रलक्ष्यम च दशलक्ष्यम च पक्षिणः। अब 10 लाख त हेर्नुहोस् पक्षी मात्र भएर जन्म लिनु पर्यो। त्यसमा पनि कति नीच पक्षी हुनुपर्छ, काग जस्तो पक्षी हुनुपर्छ, जसलाई देख्दैखेरि ढुङ्गा हान्छ नि मान्छेले।
त हुँदै 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 उच्च योनिमा गरुड जस्तो पक्षी भएर जन्म लिन पाइन्छ। 10 लक्षम च पक्षी न, त्यस पछाडिबाट 300 लक्षम पशु नाम छ। 30 लाख त हेर्नुहोस् पशु नै मात्र भएर जन्म लिनुपर्छ। कति वर्ष त्यहाँबाट बित्यो। अब त्यस पछाडिबाट बताउँदै हुन्छ अनि 4 लक्षम च वानर, अनि 4 लाख वानर प्रजाति भएर जन्म लिएपछि अनि मात्र हेर्नुहोस् मानव जीवनलाई प्राप्त गर्न सकिन्छ। त्यही पनि कोही कसैले त प्राप्त गर्न सक्दैन अरे। भागवतमा बताएको छैन, कर्मणा दैव नेत्रेण जन्तुर्देहोपपत्तये। त्यहाँ पनि भगवानको दृष्टि पर्दिनुपर्छ अरे। बिचारा यो जीवले त कति दुःख गर्यो नि, अनेक प्रकारको नरकको यातनालाई यसले भोग्यो, अनेक प्रकारको दुःख यसले भोगेको छ। अब त म यसको उद्धार गर्छु, अब त म यसको कल्याण गर्छु जबसम्म भगवानले सोच्नुहुन्न तबसम्म फेरि रोटेसन घुमेको हेर्नुहोस् है। हेर्नुहोस् जब भगवानको दृष्टि त्यो जीवमाथि पर्छ अनि मात्र त्यो पुरुषको वीर्यको आश्रय लिएर जन्म लिन पाउँछ। हेर्नुहोस् जन्म लिएर आए पनि यो संसारमा के छ त भन्दा फेरि संसारमा आयो अनेक प्रकारको स्तुति भगवानलाई गर्छ। हे भगवान, मलाई यो गर्भमा नरकमा जुन मैले यातना भोगेको थिएँ त्योभन्दा डबल यातनामा भोगिरहेको छु भगवान, मलाई यहाँबाट निकालिदिए बक्सियोस् प्रभु भनेर खुब प्रार्थना गर्दछ जीवले। अनि भगवानले ल अब तैँले मलाई सम्झिनु पर्छ है भन्नुहुन्छ। म सम्झिन्छु भगवान, म हजुरलाई संसारमा गएपछि सम्झिन्छु प्रभु भनेर भगवानलाई प्रार्थना गर्छ। तर त्यो जीव के गर्छ, संसारमा आउँछ, संसारमा आएपछि फेरि संसारको भगवानको मायाले त्यसलाई छुन्छ। छोएपछि बिस्तारो बढ्दै बढ्दै जान्छ, बिस्तारो बिस्तारो वैश्य चढ्दै जान्छ, अनि स्त्रीमा आसक्ति हुन्छ, धनमा आसक्ति हुन्छ, अरूको कुरा काट्दै इन्द्रियको दास भएर के गर्न लाग्छ। अन्तिममा फेरि उसले नरकको यातनालाई भोग्नुपर्छ भनेर यसरी बताउनुहुन्छ। बेला बेला भगवानले पठाइदिनुहुन्छ अरे, आचार्यहरू पठाइदिनुहुन्छ। त सुध्री है, तैँले बिग्रिन पाउँदैनस् है भनेर आचार्यहरू पठाइदिनुहुन्छ। तर आचार्यहरू पठाउँदा पनि त्यो जीवले के गर्दैन, स्वीकार्दैन। आचार्यहरूले भनेको उपदेशलाई स्वीकार्दैन, आचार्यहरूले बताएको त्यो मन्त्रलाई उसले मान्दैन। त्यस कारणले अनेक प्रकारको दुःख त्यो जीवले भोग्छ भनेर बताउनुहुन्छ। त हेर्नुहोस् वास्तवमा यहाँ बताउँदै हुनुहुन्छ त्यो जीवले अनेक प्रकारको दुःखलाई भोग्छ। भगवानले अनेक प्रकारका स्वामी महाराजले हिजो हामीलाई बताइरहेको छ नि। स्वामी महाराजले के हामीलाई बताइरहेको छ त भन्दाखेरि भगवानले अनेक प्रकारका विवाह अवतार लिएर आउनुहुन्छ, कृष्ण अवतार लिएर ल है त मेरो यो रूपमा तैँले यसलाई आश्रय बनाएर त मलाई मानेर त ममा रम ममा झुम भनेर भगवानले अनेक प्रकारका रूप लिएर आउनुहुन्छ। त लिएर आउँदाखेरि पनि त्यो जीवले भगवानको अवतारलाई पनि मान्दैन। ए त्यो कृष्ण अवतार भनेको के, ए त्यो राम अवतार भनेको केही होइन भनेर यसरी बताउनु लाग्छ भनेर बताउनुहुन्छ। त हेर्नुहोस् त वास्तवमा शास्त्रहरूले बताउने सार नै यही हो। अनेक प्रकारका पुराणहरू छन्, इतिहासहरू छन्, धर्मशास्त्रहरू छन्। भगवानले 3 प्रकारले उपदेश गर्नुहुन्छ। भक्ति योगको उपदेश गर्नुहुन्छ, हेर्नुहोस्, कर्म योगको उपदेश गर्नुहुन्छ, ज्ञान योगको उपदेश गर्नुहुन्छ। र ती अनेक प्रकारका उपदेश गर्दाखेरि पनि त्यो जीवले मान्दैन। त्यो जीवको गति कस्तो छ अरे भने हेर्नुहोस्, त्यो एउटा सर्प हुन्छ नि, सर्पले भ्यागुता खान्छ। सर्पले भ्यागुता खाँदा देख्नु भएको छ नि। त सर्पले भ्यागुता खाँदाखेरि के गर्छ, एकैचोटि निल्न सक्दैन, अनि भ्यागुतालाई च्याप्प पकाउँछ, मुखमा अलिकति अड्काइरहेको हुन्छ। हेर्नुहोस् है, अब त्यो भ्यागुतालाई थाहा छ म सर्पको मुखभित्र छिरिसके, अब म मर्दैछु। तर पनि त्यो भ्यागुताले के गर्न छोड्दैन भने आफू सर्पको मुख आदिभित्र त छिरिसकेको छ, तर अगाडि रहेको किरा फट्याङ्ग्रा तानेर खान छोड्दैन अरे। हेर्नुहोस् हामीलाई पनि बिस्तारो बिस्तारो कालले लगिरहेको छ नि। आजभन्दा 10 वर्ष अगाडि कति राम्ररी हुन्थ्यो आमा होइन, हजुरहरू पनि कति राम्रो हुन्थ्यो। आज के भयो, चाला सबै चाउरी परेको छ। दिनदिनै कालले लगाएको छ नि त। हिजो हजुरबा हुनुहुन्थ्यो, हिजो हजुरआमा हुनुहुन्थ्यो, जानुभयो। हजुरबा हजुरआमा जानुभयो, तर म चाहिँ के भन्छ, म चाहिँ जाँदिनँ है, म चाहिँ सधैँ रहिराख्ने हो भनेर सोध्छ। त हेर्नुहोस् यसरी त्यो जीव यो संसारमा फसेर अनेक प्रकारको कुकृत्य गरेर कहिले पनि त्यसको उन्मुक्ति हुन सक्दैन। हेर्नुहोस् भगवानले अनेक प्रकारका मार्गहरू बताइदिएको छ। भक्ति योगका बारेमा, कर्म योगका बारेमा, ज्ञान योगका बारेमा, त अन्तिममा सबैभन्दा सुलभ उपाय शरणागतिको बारेमा बताउँछ। बोलो भक्तवत्सल भगवानको जय। हेर्नुहोस् है, भक्ति योग कस्तो त भक्ति योग भन्दाखेरि भक्ति योगमा एकछिन पनि भगवानलाई बिर्सिनु हुँदैन। हेर्नुहोस् भक्ति गरेर भगवानलाई प्राप्त गर्छु भन्न सकिँदैन अरे। स्वामी महाराजहरूले बताइरहेको छ, भक्ति गरेर भगवानलाई प्राप्त गर्न सकिँदैन भनेर बताउनुहुन्छ। किन त भन्दा भक्तिको लक्षण के हुन्छ भन्दा अविच्छिन्न तैल धारावत स्मृति सन्तान रूपा भक्ति।
कस्तो हुनुपर्छ भक्ति भने माथिबाट तेलको धारो चुहाउँदाखेरि त्यो तेलको धारा कस्तो हुन्छ, काहीँ पनि भेद नभइकन त्यो तेलको धारा चुहिन्छ नि, त्यस्तै हुनुपर्छ र हेर्नुहोस्। एकछिन पनि हृदयबाट भगवान हट्नु हुँदैन भक्ति योगमा, एकछिन पनि हट्नु हुँदैन। हेर्नुहोस्, हामीले भक्ति गरेर भगवानलाई प्राप्त गर्न सकिन्छ त भन्दा भगवानलाई प्राप्त गर्न सकिँदैन। अब ज्ञान गरेर प्राप्त गर्न सकिन्छ कि? ठुल्ठुला ज्ञानीहरूले त गर्नुभयो, ज्ञानबाट पनि भगवानलाई प्राप्त गर्न सकिँदैन अरे। किन भन्दा भगवानका कथै त्यति छन्, भगवानका विशेषता नै त्यति छन् अरे। जसले भगवानलाई जाने भनेर भन्यो त्यसले सारा पृथ्वीको धुलोलाई बने समान अरे। हेर्नुहोस्, भगवानका विशेषता नै त्यति छन्, भगवानका गुण नै त्यति छन्, जति जानेर पनि भगवानलाई जान्न सकिँदैन। त आचार्यहरू बताउँछ जसले भगवानलाई जाने बुझे भन्छ अरे त्यसले वास्तवमा केही बुझेको छैन। जसले भगवानलाई जान्न सकिँदैन भगवान त, किनकि वेदले पनि के भन्छन्, नेति नेति भन्छन् नि, भगवानलाई यहाँभन्दा भगवानलाई के बुझ्न सकिँदैन, भगवानलाई जान्न सकिँदैन, के हो भनेर वेदले त भन्छन् भने जसले भगवानलाई जानेको छ भने त उसले वास्तवमा केही पनि जानेको हुँदैन भनेर बताउनुहुन्छ। त हेर्नुहोस्, ज्ञान योग पनि अत्यन्त दुर्लभ, सकिँदैन यसलाई। कस्ता कस्ता ऋषिहरू ध्यान नबस्दाखेरि हेर्नुहोस् है, हजारौं वर्ष लाएर तपस्या गर्दै गर्दा सप्त चक्र भेदन गर्दै 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 बिचको चक्रमा पुग्दाखेरि बिचमा यति थोरै पनि विषय बाँच्न, मलाई चिया खाने भन्ने याद आयो भने त्यो हजारौं वर्ष गरेको तपस्या जान्छ अरे। त ज्ञान योगबाट पनि भगवानलाई प्राप्त गर्न सकिँदैन। त सबैभन्दा सुलभ उपाय भनेको के हो त भन्दा शरणागति योग नै हो भनेर आचार्यहरूले बताउँछ। बोलो भक्तवत्सल भगवानको शरणागति जुन यो मार्ग छ अत्यन्त आनन्द, केही गर्नु पर्दैन। बस के भनौँ, हे भगवान म त अनेक प्रकारको पापको भाँडो छु, मैले केही जानेको पनि छुइनँ, मैले केही बुझेको पनि छुइनँ, केही गर्नु परेन अरे। हेर्नुहोस् है, केवल आचार्यमा निष्ठा गरेर पुगो, केवल मन्त्रमा निष्ठा गरे पुग अरे। न यागो न योगो न वा तन्त्र मन्त्रो नहि ज्ञान दाने न भक्ति प्रपत्ति तथाप्यात्मलब्धो अनिसेह गन्धो बलम मे महद भाष्यकारा। केही गर्नु पर्दैन, केवल के भने पुग्यो भने हे भगवान मैले केही जानेको छुइनँ, मैले केही बुझेको छैन, न मलाई कुनै प्रकारको शास्त्र आउँछ, न मैले कुनै वेद नै पढेको छु, न मलाई कुनै प्रकारको कर्म आउँछ, न ज्ञान छ, मलाई केही छैन, तर पनि म भगवानलाई प्राप्त गर्छु भन्न पाइन्छ अरे यहाँ आएपछि चाहिँ। तर पनि म भगवानलाई प्राप्त गर्न सक्छु, म भगवानलाई प्राप्त गर्न योग्य छु। किन भनिन्छ त भन्दा बलमे महद भाष्यकारानुबन्ध, मेरो बल के छ त भन्दा मेरो आचार्य मेरो बल हुनुहुन्छ भनेर यसमा भन्न पाइन्छ। त हेर्नुहोस्, यति सजिलो मार्ग छ, केवल केही गर्नु परेन। आचार्यको अगाडि गएर हे आचार्य भगवान, रामानुज स्वामीजी मान्ने, हे रामानुज स्वामीजीको अवतार होइबक्छन् छ हजुर आचार्य भनेर केवल शरण मात्रै आचार्यको पर्यो भने त्यो आचार्यको सम्बन्धले हामीले भगवानलाई प्राप्त गर्न सकिन्छ। बोलो भक्तवत्सल भगवानको त्यसैले हेर्नुहोस्, शास्त्रहरूको सार भनेको के हो त भन्दा जबसम्म हामीले आचार्यको शरणमा गइँदैन तबसम्म भगवानलाई प्राप्त गर्न सकिँदैन। यसमा प्रमाण के त भन्दाखेरि हेर्नुहोस्, रामायणमा शूर्पणखा प्रमाण छिन्, अनि यता कृष्ण लीलामा पुतना प्रमाण छिन्। हेर्नुहोस्, जुन शूर्पणखा थिइन् नि, शूर्पणखा के गर्न गएको थिइन् त भन्दा भगवानलाई प्राप्त गर्न गएको थिइन्। के गर्न गइन् भन्दा आहा मलाई त राम मन पर्यो, म त राम तिमीलाई चाहन्छु, हेर है, हेर्नु है, शास्त्रको सार त्यही होइन। जान्ने पनि सम्बन्ध के हो त भगवानको सम्बन्ध, भगवानसँग सम्बन्ध राख्नु शास्त्रको सार हो। जति शूर्पणखाले के चाहिन्, हे राम म तिमीलाई चाहन्छु भन्दै गइन्। शूर्पणखा गल्ती थिइन् त किनन्, भगवानलाई चाहनु के थिएन, गल्ती थिएन। तर शूर्पणखा कहाँ गल्ती थिइन् त भन्दा शूर्पणखाले गुरु बनाइनन्। हेर्नुहोस् है, गुरु बनाएर गएनन् नि त, डाइरेक्ट के गरेन, म भगवानलाई प्राप्त गर्छु, भगवानलाई म प्राप्त गर्न सक्छु भनेर डाइरेक्ट भगवान भाटा गइन्। भगवानले के गरिदिनु भयो, शूर्पणखालाई पठाइदिनु भयो, शूर्पणखा जा, तैँले मलाई चाहन त चाहिस्, तर जा गुरु बनाएर आइजा, अनि मात्र तैँले मलाई प्राप्त गर्छेस् भनेर बताउनुहुन्छ। त हेर्नुहोस्, भगवानलाई कोही जीव गएर म प्रार्थना गर्यो भने पनि भगवानले स्वीकार्नुहुन्न अरे, जबसम्म आचार्यहरूले के गरिदिनुहुन्न, अनुमोदन गरिदिनुहुन्न। बोलो भक्तवत्सल भगवान। त्यस्तो आचार्यको चरणमा गएर हाम्री ममतामयी माता मैले त दर्शन पनि गर्न पाएँ।
धेरैचोटि दर्शन भयो माताको। पुरुषोत्तमी माताले पनि अवश्य पनि हाम्रा स्वामी महाराजको चरणारविन्दमा शरणागति त्यो धर्मलाई लिएर हाम्रो कृष्णमाचार्य स्वामीजीको हाम्रा परमाचार्य स्वामी महाराजको शरणमा गएर अवश्य पनि आफ्नो जीवनलाई उहाँले कृतार्थ बनाउनु भएको छ। उहाँकै कारणले आज हामी यहाँ आएका छौँ। र अवश्य पनि सबैजना भगवानको त्यो चरणारविन्दप्रति सबै भक्तहरूको अझै प्रेम, अझै भक्ति, अझै शरणागतिको भाव बढोस् भन्दै आफ्ना वचनहरू श्री टुटे फुटेका वचनहरू श्री स्वामी महाराजको चरणारविन्दमा समर्पण गर्दछु। जय जय श्रीमद् भगवान हो। स्वामीजी एउटा क्वेसन सोध्छु, वेद कसले लेखेको रे बताइदिनु। के चाहिँ वेद वेद लेखेको होइन, वेद स्वयं प्राकट्य ग्रन्थ भगवानको